परदेशको यात्रामा पैसा मात्र होइन, सम्मान, सुरक्षा र सद्भावको आवश्यकता हुन्छ। नमस्कार अनि अन्यहास्यो, म राजेश पुरी हाल दक्षिण कोरियाबाट बोलिरहेको छु। तपाईहरू कुन ठाउँबाट कसरी मलाई कुन माध्यमबाट हेरिरहनु भएको छ? यदि तपाईं युट्युबको माध्यमबाट मलाई हेर्दै हुनुहुन्छ भने आज म तपाईलाई दक्षिण कोरियामा बसिरहँदाखेरि तपाईलाई एकदमै आवश्यक पर्ने महत्त्वपूर्ण कुराको बारेमा जानकारी दिन गइरहेको छु। यदि तपाईं दक्षिण कोरियामा जुनसुकै भिसामा बसोबास गरिरहँदाखेरि के काम चाहिँ गर्नुहुन्छ, के कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्छ, के कुरा चाहिँ राम्रो हो, के कुरा गर्दा चाहिँ नराम्रो हो। दक्षिण कोरिया प्रवेश गरिसकेपछि पहिलो कुरो त एलियन कार्ड 90 दिनभित्र बनाउनु पर्छ भनेर हामीले पढेर आएका हुन्छौं। यस्ता विभिन्न कुरामा हामीले ख्याल नगरिकन अवैधानिक हुने, इलिगल हुने, काम खोज्ने क्रममा विभिन्न किसिमका प्रब्लमहरू आउने, त्यसैगरी बसिरहँदाखेरि हामीलाई सामान्य कुरामा थाहा नभएर हामीले फल्गुमहरू तिरिरहनु भएका विभिन्न घटनाहरू आइरहेको छ। मैले टिकटकको माध्यमबाट अथवा युट्युबको माध्यमबाट धेरै साथीहरूले क्वेशन गरिरहेको पाएको छु। त्यसैले दक्षिण कोरियामा बसिरहँदाखेरि के कुरामा चाहिँ विशेष ध्यान दिनुपर्छ त, त्यो विषयमा आज तपाईलाई जानकारी दिँदैछु। भिडियो सबैको लागि धेरै नै जानकारीमूलक हुन सक्छ। त्यसैले यदि तपाईले पहिलोपल्ट हेर्दै हुनुहुन्छ भने एक सब्स्क्राइब गरेर मलाई फेरि पनि भेट्न, देख्न र विभिन्न जानकारी लिन सक्नुहुन्छ। यदि तपाईं कोरियामा हुनुहुन्छ भने यी 10 कुरामा विशेष गरी ध्यान दिनुपर्छ। पहिलो कुरा रहेको छ भिसा नियमको पूर्ण रूपमा पालना गर्नुपर्छ। तपाईं जुनसुकै भिसामा हुनुहुन्छ, E9, D2, D1, F6 जुनसुकै भिसामा भए पनि आफ्नो भिसा अनुसारको काम गर्नुपर्छ। यदि भिसा बाहेकका अन्य काम गरिएमा भिसा रद्द हुन सक्छ अथवा डिपोर्ट, नेपाल फर्काइने सम्मको सजाय हुन सक्छ। म्याद सकिनु 30 दिन अगाडि नै रिन्यू वा एक्सटेन्ड गर्नुपर्छ। अब दोस्रो नम्बरको अर्को इम्पोर्टेन्ट कुरा भनेको कामको स्पष्ट सम्झौता गर्नुपर्छ। कुनै पनि कम्पनीमा काम सुरु गर्नु अगाडि कागजी सम्झौता अनिवार्य, हामी भन्छौँ यसलाई लेबर कन्ट्र्याक्ट, अनिवार्य हुन जरुरी छ। त्यसैगरी तलब, कामको समय, छुट्टी, ओभरटाइम आदि सबै कुरा प्रष्टसँग हुनुपर्छ र त्यो सम्झौता गरिएको फोटोकपी चाहिँ आफूसँग पनि एक प्रति राख्नुपर्छ। त्यसैगरी तेस्रो नम्बरमा अर्को बुदामा महत्त्वपूर्ण कुरा भनेको कोरियन भाषा र संस्कृतिमा रुचि राख्नुपर्छ। किनभने हामीलाई दैनिक जीवनमा सामान्य भए पनि भाषाको आवश्यकता पर्दछ। यदि यहाँको संस्कृतिमा रुचि राखियो भने हाम्रो दैनिकी चलाउन सजिलो हुन्छ। आफूले गरेको कामको सम्मान गर्ने, यहाँको कोरियाली समय र अनुशासनको पालना गर्ने गर्नुपर्छ। संस्कृति बुझेर मात्र सामाजिक रूपमा घुलमिल हुनुपर्छ। चौथो नम्बरमा रहेको छ एलियन कार्ड। अनिवार्य कोरिया प्रवेश गरेको 90 दिनभित्र बनाइसक्नुपर्छ। किनभने एलियन कार्ड बिना बैंक खाता खोल्न, बिमा गर्न, मोबाइलमा आदि सेवा लिन केही गर्न नि मिल्दैन। यदि कम्पनी परिवर्तन भएमा तुरुन्त आफ्नो एलियन कार्डमा एड्रेस अपडेट गर्नुपर्दछ। त्यसैगरी 5 नम्बरमा रहेको छ स्वास्थ्य बीमा अनिवार्य रूपमा गर्नुपर्छ। नेशनल हेल्थ इन्स्योरेन्स मार्फत अस्पताल
औषधि खर्चमा सुविधा पाइन्छ। इन्डस्ट्रियल एक्सिडेन्ट इन्सुरेन्सले कामको दुर्घटनामा सुरक्षा दिन्छ, त्यसैले बिमा सुरक्षा समयमा नै तिर्नु पर्दछ। हाम्रो लागि साउले नतिर्ने हो भने आफैले तिर्ने हुने चिठी आउँछ, नभए साउले तिर्यो भने आधा आधा तिरेको छ कि छैन भनेर बेला बेला चेक गर्दै गर्नुपर्छ। त्यसै गरी 6 नम्बरमा आवासमा विशेष गरी ध्यान दिनुपर्छ। आफू बसेको ठाउँ कानुनी रूपमा दर्ता भएको छ कि छैन मजाले बुझेर भाडाको सम्झौता वा कागज पनि गर्नुपर्दछ। डिपोजिट रकमको प्रमाणपत्र अनिवार्य हुनुपर्छ। त्यसै गरी 7औं नम्बरमा रहेको छ आर्थिक कारोबार सुरक्षित रूपमा गर्नुपर्दछ। हामी आर्थिक कारोबार गर्दाखेरि वैध रूपमा खाता खोल्नुपर्छ, वैधानिक रूपमा। त्यसको लागि एलियन कार्ड र पासपोर्ट आवश्यक पर्छ। र रेमिटेन्स गर्दा पनि अहिले विभिन्न किसिमका स्क्यामरहरू उत्पादन भइरहेका छन् यहाँ, जसले ठगी विभिन्न किसिमका नराम्रा विकृतिहरू फैलिँदै गइरहेको छ र आधिकारिक रेमिटेन्स छनौट गरेर रेमिटेन्सको माध्यमबाट हामीले नेपाल पैसा पठाउनु पर्छ। अर्को 8औं नम्बरको मुख्य कुरो भनेको झगडा, लागुपडता, रक्सी सेवनपछि उच्छृङ्खल व्यवहार गर्नु हुँदैन। यी सबै कुरा कानुनी रूपमा दण्डनीय छन्। त्यसै गरी सार्वजनिक स्थलमा सरसफाई, ध्वनि र शिष्टाचारमा ध्यान दिनुपर्छ। अर्को 9 नम्बरमा यो चाहिँ हामीले पढेर आएको कुरा, आपतकालीन सेवाको लागि 112 प्रहरी, 119 एम्बुलेन्स, त्यसरी 1345 भनेको इमिग्रेसन हेल्प सेन्टरको नम्बर हो। अनि नेपाल एम्बेसी कोरिया तपाईको सहयोगको पहिलो केन्द्र, यसमा हामी जोडिनुपर्छ।